म एउटा छोरा भएर पनि आमा बुवालाई सम्मान दिन सकेन। मलाई ऊ धनी छ भनी कुनै कुराहरू थाहा थिएन। यही गल्तीले म उनीमा अधिकार जताउन चाहेन। बारम्बार उनी रुँदै कल गर्थे। यता म उसको अगाडि आँसु झारेर अझ उनीलाई कमजोर बनाउन चाहेन। अब म घरको एक्लो छोरा, बुढेसकालको सहारा। मरो भने पनि मेरो बुबा आमा बुढेसकालमा कहाँ जानुहुन्थ्यो र? यसै कारणले म पनि केही गर्नै सकिनँ। उता उनी भागेर आउँछु, तिमी चिन्ता नगर्नु भने। बिचरा उता पनि त घरकी एक्ली छोरी रहेछ। म कसरी बिना अनुमति उसको बुबा आमालाई रुवाएर मसँग लिएर आउन सक्थेँ र? म पनि त कसैको छोरा हुँ। केही बिच आमा बुवामा राम्रोसँग थाहा थियो। उनी र ममा स्पष्ट हुँदा पनि केही गर्न नसक्ने लाचार प्रेमी हो। मलाई माफ गरिदेऊ सानो। तिमी मेरै हौ, तर पनि मेरो अधिकार छैन। केही वर्ष पर्खिराख्नु तिमी।